गुड इभिनिङ टु एभ्रीवन। हामीले हिजो एसी परीक्षा लक्षित गर्दै हिजोबाट हामीले एउटा क्लास सुरु गरेका छौँ। हिजो हामीले 10 कक्षाको अप्सनल म्याथसँग त्रिकोणमिति पाठसँग सम्बन्धित केही प्रश्नहरू समाधान गर्यौँ। त्यसमा परीक्षामा आउने प्रश्नहरूलाई खास गरी हामीले टार्गेट गरेर त्यस्तो प्रश्नहरू समाधान गरिरहेका छौँ। आज पनि मैले परीक्षामा आउन सक्ने मोस्ट प्रोबेबल कोअर्डिनेट जियोमेट्रीबाट एउटा प्रश्न लिएको छु। त्यो के प्रश्न रहेछ भने दुईवटा रेखाहरू बीचको कोण थीटा बराबर tan इन्भर्स प्लस माइनस m1 माइनस m2 अपॉन 1 प्लस m1 into m2 हुन्छ भनी देखाउनुहोस्। एउटा यो क्वेशन के छ भने दुईवटा रेखाहरू एकापसमा काटिदा कोण बन्छ, त्यो कोण चाहिँ tan इन्भर्स प्लस माइनस m1 माइनस m2 अपॉन 1 प्लस m1 into m2 हुन्छ भनेर हामीले देखाउनु पर्ने हो। मैले यो प्रश्न समाधान गर्नुभन्दा अगाडि केही कुराहरू भन्छु, अलि ध्यानपूर्वक हेर्नुपर्छ। त्यो पनि त्यो कुरा थाहा भएन भने हामीले पछि गाह्रो हुन्छ। त्यो के रहेछ भने खासमा दुईटा कुरा हामीले बुझ्नु पर्यो यसमा। एउटा के छ भने इन्क्लाइनेसन भन्छ, इन्क्लाइनेसन भन्छ। यसले भने झुकावको कोण भनिन्छ। इन्क्लाइनेसन भनेको झुकावको कोण हो। अर्थात् हामीले यसलाई कसरी परिभाषित गर्न सकिन्छ भने कुनै रेखाले अर्थात् कुनै सरल रेखाले कुनै पनि रेखाले धनात्मक x अक्षसँगै बनाएको कोण बुझ्नुपर्छ हामीले। सरल रेखाले धनात्मक x अक्षसँग बनाएको कोण हामीले बुझ्नुपर्छ। सरल रेखाले धनात्मक x अक्षसँग बनाएको कोण हामीले इन्क्लाइनेसन बुझ्नुपर्छ। हामीले खासमा के हो भने चित्रबाट पनि बुझ्यो एकचोटि हामीले। यो हाम्रो y एक्सिस भयो, त्यहाँ हाम्रो x एक्सिस भयो। अब मानौ कुनै रेखा यहाँ छ है, कुनै एउटा रेखा भयो, एउटा यो रेखाले अब के भनिरहेछ धनात्मक x अक्षसँग। धनात्मक x अक्ष के हो भने पोजिटिभ x एक्सिस भन्नाले के भन्छ भने घडीको सुई घुम्ने दिशाको उल्टो सुई हो नि त। घडीको सुई घुम्ने, घडी हाम्रो जुन दिशामा घुमिरहेको हुन्छ, घडी घुम्ने दिशा हाम्रो हेरिरहेछ भने घडीको सुई घुम्ने दिशाको उल्टो दिशा हाम्रो अपोजिट साइडमा। यहाँ हाम्रो पनि यस्तै हो। यहाँ घडीको सुई घुम्ने दिशा यो भयो भने यसको अपोजिट साइड भने यो जुन कोण बनाएको छ यसले भन्छ इन्क्लाइनेसन। यो जुन यहाँ कोण बनेको छ यसले भन्छ इन्क्लाइनेसन। अनि यसलाई केले संकेत गरिन्छ भने थीटाले संकेत गरिन्छ। थीटाले संकेत गरिन्छ, इन्क्लाइनेसनलाई थीटाले संकेत गरिन्छ। यो हाम्रो के हो भने इन्क्लाइनेसन। यति रहेछ इन्क्लाइनेसन हामीले यति बुझ्नुपर्छ। अनि एउटा अर्को यसमा आउँछ कुरा के भने झुकाव भन्ने कुरा हुन्छ। स्लो भन्छ, यसलाई झुकाव पनि भनिन्छ। यो के भने झुकावको कोण हो। यो भनेको झुकावको कोण हो। अब झुकाव के हो भन्ने कुरा हामीले एकछिन बुझ्नु पर्यो। झुकाव भने के हो भने सरल रेखाले आफ्नो धनात्मक x अक्षसँग जुन कोण बनाएको हुन्छ त्यो कोणको टेन्जेन्ट कोणलाई रेखाले धनात्मक x अक्षसँग बनाएको कोणको टेन्जेन्टलाई चाहिँ झुकाव भनिन्छ। यो चाहिँ झुकाव हो। टेन्जेन्टलाई के भनिन्छ? झुकाव। यसको पनि चित्रबाट बुझ्यो सजिलो हुन्छ। यसको पनि चित्रबाट बुझ्यो भने यसमा हामीले एउटा हाम्रो y एक्सिस भयो, चाहिँ हाम्रो x एक्सिस भयो। यहाँ मानौ एउटा हामीले एउटा रेखा बनायो। यसमा पनि हाम्रो पहिले के बनाएको छ x अक्षसँग बनाएको कोण पोजिटिभ, धनात्मक पोजिटिभ x अक्षसँग बनाएको कोण। पोजिटिभ भनेको त्यो भयो यो जुन थीटा छ
यो जुन थीटा कोण बनाएको छ यसको टेन्जेन्ट, यसको हामीले टेन्जेन्ट लियो भने टेन्जेन्ट यसको टेन्जेन्ट भनेको tan थीटा हुन्छ, यसको टेन्जेन्ट भनेको tan थीटा हुन्छ। यसलाई झुकाव भनिन्छ। झुकावलाई हामीले केले सङ्केत गरिन्छ भने m ले, अर्थात m tan थीटा भनिन्छ। यो भनेको झुकाव हो हाम्रो। यो सरल रेखाले बनाएको कोणको जुन इन्क्लाइनेसन रहेको झुकावको कोण रहेको छ त्यो झुकावको कोणको टेन्जेन्टलाई हामीले के भन्छौँ भने झुकाव भनिन्छ। ल यति बेला बुझ्नुपर्छ, हामीले दुईटा कुरा ख्याल गर्नुपर्छ। दुईटा कुराले मात्र हामीले यो बुझ्न सजिलो हुन्छ। एउटा इन्क्लाइनेसन रहेको छ र अर्को स्लोप रहेको छ। अब हामी जाऊ हाम्रो प्रश्नमा। हाम्रो प्रश्न के रहेको छ भने दुईवटा रेखाहरू बीचको कोण थीटा हो। ल सोलुसन, हामीले यहाँ पहिला दुईवटा रेखाहरू काट्नु पर्यो। कोण बनाउनको लागि हामीले दुईवटा रेखाहरू आपसमा काट्नु पर्छ हैन। हामीले दुईवटा रेखाहरू पहिला काट्नु पर्यो। त्यसको लागि हामीले एउटा यहाँ मानौ हाम्रो x एक्सिस भयो, यो हाम्रो यहाँ हेरेछ कि छैन, यो हाम्रो x एक्सिस भयो, यो हाम्रो y एक्सिस भयो। दुईवटा रेखा बनाएको छ नि, दुईवटा रेखा हामीले बनाउनु पर्यो। दुईवटा रेखा हामीले बनाउनु पर्यो। दुईवटा रेखाहरू भयो। यहाँ के भनेको छ भने रेखाहरू बीचको दुईवटा रेखाहरू बीचको कोण, हामीले यहाँ एउटा कोण पनि मान्नु पर्यो। बीचको कोण यो भयो थीटा मान्यो हामीले। अनि यो दुईवटा रेखाहरू यहाँ छ भने यिनीहरूको पनि नाम लेख्नु पर्यो। यो दुईवटा रेखाले पनि के गरेछ भने एक अक्षसँग कोण बनाएको रहेछ। यो पनि दुईवटा रेखाले के गरेछ भने एक अक्षसँग कोण बनाएको रहेछ। एउटालाई थीटा 1 भनौँ, त्यो अर्कोलाई थीटा 2 भनौँ। अब हामी यहाँ स्टेप बाइ स्टेप जाऊ, बुझौँ कसरी गर्ने भने। यहाँ सुरुमा हामीले के लेख्ने भने मानव दुईवटा सरल रेखाहरू, मानव दुईवटा रेखाहरू एउटा y बराबर m1x plus c1 र अर्को y बराबर m2x plus c2। यहाँ दुईटा रेखा हाम्रो के रहेछ, एउटा y बराबर m1x plus c1 अर्को y बराबर m2x plus c2। अब यो दुईवटा रेखा हामीले यहाँ आयो, यो दुईटा रेखा हामीले यहाँ पनि लेख्न सक्छौं। एउटा मानौ y बराबर m1x अनि c1, y बराबर m2x plus c2 रहेको छ। यो दुईवटा रेखाले पोजिटिभ x एक्सिससँग के बनाएको छ भने कोण बनाएको रहेछ। के पनि हामी यहाँ लेखौं। अनि पहिला हामीले दुईवटा रेखाहरू बीचको कोण पनि लेख्नु पर्यो। अनि यहाँ रेखाहरू बीचको कोण के मान्यो भने थीटा मान्यो है। त्यो रेखाहरू बीचको कोण हामीले थीटा मान्नु पर्यो। दुईटा रेखा हामीले पहिले के मान्यो, y बराबर m1x c1 plus c1 र y बराबर m2x plus c2 भने त्यो रेखाहरू काट्यो भने बीचमा कोण बन्छ त्यो थीटा मान्नु हामीले। अब हामी के गरौँ भने यहाँ दुवै रेखाले पनि कोण बनाएको छ x एक्सिससँग, पोजिटिभ x एक्सिससँग हामीले कोण बनाएको छ भने हामी यहाँ लेखौँ y बराबर m1x plus c1 ले धनात्मक x अक्षसँग बनाएको कोण थीटा 1 भयो भने y बराबर m2x plus c2 ले धनात्मक x अक्षसँग बनाएको कोण थीटा 2 रहेको छ। हामीसँग दुईटा कोण भयो, एउटा रेखाले बनाएको थीटा 1 भयो, अर्कोले बनाएको थीटा 2 भयो। अब यिनीहरूको झुकाव पनि लेख्नु पर्यो है। यिनीहरूको हामीले के लेख्नु पर्यो, झुकाव पनि लेख्नु पर्यो। त हामीले यहाँ के लेख्न सक्छौं भने m1
बराबर tan थीटा 1 र m2 बराबर tan थीटा 2। रेखा 1 को झुकाव m1 बराबर tan थीटा भने अगाडि के पढ्यो भने यो कोण भनेको त इन्क्लाइनेसन भयो, त्यो झुकाव भनेको टेन्जेन्ट लिनु पर्यो, त्यो भनेको tan थीटा भने m1 को भयो र m2 भनेको रेखा दोस्रो रेखाको झुकाव चाहिँ tan थीटा 2 भयो। अब हामीले यति बुझिसकेपछि अब हामीले के गर्छौं भने यति बुझ्यो भने भइहाल्छ, हामी यहाँबाट पो गर्न सक्छौं। एउटा के रहेछ भने त्रिभुज रहेछ, यति बुझौं, यति बुझायो चाहिँ के रहेछ, एउटा त्रिभुज रहेछ। हामीले पढेको पनि होला, यहाँ त्रिभुज रहेछ भने यो त्रिभुजको यहाँ मानौ यो तीनवटा कोणहरु भयो हैन, एउटा यहाँ ए लेखौ, बी लेखौ, सी लेखौ, तीनवटा कोण छ भने यो कोणको सम्बन्ध के हुन्छ भने यो कोणको सम्बन्ध के हुन्छ भने a बराबर b प्लस c हुन्छ। यो कसरी हुन्छ भने मैले एउटा यसको यो थ्योरी नै हो, साध्य नै हो। के हो साध्य भने कुनै पनि त्रिभुजको एउटा भुजा लम्ब्यायो भने, एउटा जुनसुकै भुजा लम्ब्यायो भने त्यसको बाहिर बन्ने कोण भित्रीको दुईवटा आसन्न कोणहरुसँग त्यसको अनासन्न कोणहरुसँगको योगफलसँग बराबर हुन्छ। यो चाहिँ यसको आसन्न कोण हो, यो चाहिँ भएन, यसको अनासन्न कोण चाहिँ यो b र c भयो। यो कोणहरुको योगफलसँग यो कोण चाहिँ कहिल्यै पनि बराबर हुन्छ। त्यही थ्योरी हाम्रो यहाँ पनि लाग्छ। यहाँ हामीले के दिएको छ भने थीटा 1 थीटा 1 इज इक्वल टु के हुन्छ थीटा प्लस थीटा 2, अर्थात भित्री दुईवटा अनासन्न कोणहरुको योगफल चाहिँ बाहिरको कोणसँग बराबर हुन्छ। हामीले यहाँ लेखे पनि हुन्छ, नलेखे पनि फरक पर्दैन, मैले लेखिदिन्छु है एकछिनको लागि। त्रिभुजको बाहिरी कोण, त्रिभुजको बाहिरी कोण, बाहिरी कोण भित्री दुईवटा अनासन्न कोणहरुको योगफलसँग बराबर हुन्छ, यति हो। यति गरिसकेपछि हामीले यहाँ थीटा मात्र राखौं। हामीले के निकाल्नु पर्ने, थीटाबाट निकाल्नु पर्ने भने हामीले थीटा मात्र राखौं और थीटा इज इक्वल टु के भइहाल्छ भने थीटा 1 माइनस थीटा 2। अब यति हो। यति आइसकेपछि हामीले के गर्छौं भने दुवै साइडमा tan लियौ, टेन्जेन्ट, किनभने हाम्रो यहाँ पनि छ नि त tan थीटा भएकोले टेन्जेन्ट चाहियो। दुवैतिर tan लिँदा अथवा गुणन गर्दा पनि हुन्छ, भन्न सकिन्छ। tan लियो भने यहाँ के हुन्छ भने tan थीटा इज इक्वल टु tan थीटा 1 माइनस थीटा 2 लेखिन्छ। ल यहाँ के बुझ्नु पर्यो भने हामीले पहिले के गर्यो भने दुईवटा रेखाहरु मानियो, एउटा y बराबर 1x + c हो, अर्को y बराबर m2x + c2, त्यो रेखाहरु बीचको कोण हामीले थीटा मान्यौ। यहाँ रहेछ हाम्रो यो ग्राफमा हाम्रो x एक्सिस र y एक्सिस को दुईटा रेखाहरु छ भने यसमा थीटा 1 थीटा 2 रहेछ, त्यो रेखाहरुले बनाएको कोण, दुईटा रेखाहरु बीचको कोण चाहिँ थीटा भयो। यहाँ हामीले लेखेका छौं एउटा रेखाले बनाएको कोण चाहिँ थीटा 1 छ भने अर्को रेखाले बनाएको कोण चाहिँ थीटा 2 छ। यो दुईवटा रेखाहरुले कोण बनाए थीटा 1 थीटा 2 भने यसको झुकाव चाहिँ स्लोप चाहिँ tan थीटा 1 र tan थीटा 2 हुन्छ। मैले पहिला नै भनेको थिएँ, स्लोप भनेको टेन्जेन्ट हो, इन्क्लाइनेसनको टेन्जेन्ट हो, त्यति मात्र हो। अब हामी यहाँ त्रिभुजको एउटा नियम के हुन्छ भने एउटा साध्य नै रहेको छ। त्रिभुजको बाहिरी कोण अर्थात एउटा जुन बाहिरी कोण हुन्छ नि त्यो कोण चाहिँ भित्रको दुईवटा अनासन्न कोणहरुको योगफलसँग बराबर हुन्छ। मैले पहिला देखायो। यहाँ हामीले के गर्यो थीटा प्लस थीटा 2 यो दुईवटा कोणहरुलाई जोड्यो भने यससँग बराबर हुन्छ इक्वल टु थीटा 1। यहाँ कारण मैले लेख्छु। अर्को यहाँ हामीले के गर्नु पर्यो, अब हामीले माथि tan थीटा र tan थीटा रहेको छ भने टेन्जेन्ट लिएको छ भने थीटा 1 थीटा 2 छ भने हामीले यहाँ पनि के गर्यो भने टेन्जेन्ट लियो, यहाँ tan दुवैतिर राख्यो। ल म यति मेट्छु। अब ल यसपछि हामीले अब के गर्नु पर्यो भने
सूत्र मैले राख्छु। ओके, अब यसपछि हामी गरौँ यहाँ tan थीटा इज इक्वल टू tan a माइनस b। हेरौ त यहाँ tan a माइनस b को सूत्र हामीले थाहा होला। tan a माइनस b को सूत्र के हुन्छ भने tan a माइनस b। tan a माइनस b को सूत्र हामीले यहाँ लगाउनु पर्छ। प्रयोग गर्नु पर्यो यहाँ tan a माइनस tan b अपॉन 1 प्लस tan a tan b हुन्छ। यो हाम्रो tan a माइनस b को सूत्र हो। त्यहाँ हामी युज गरौँ a भनेको tan हो, a भनेको थीटा हो भनेको tan थीटा 1 माइनस tan थीटा 2। अब यहाँ तल चाहिँ 1 प्लस tan a भनेको थीटा 1 b भनेको थीटा 2। अब यहाँ थीटा और थीटा 2 को हामीले माथि लेखेका थियो। के लेखेका थियो भने यो लाइनको हामीले झुकाव लेखेका थियो m1 बराबर tan थीटा 1 र m2 बराबर tan थीटा 1। हामीले लेखेका थियो m1 बराबर tan थीटा 1 अनि m2 बराबर tan थीटा 2। हामीले यहाँ राख्नु पर्यो। tan थीटा 1 भनेको के हो त m1 हो। tan थीटा 1 भनेको m1 हो, थीटा 2 भनेको m2 हो। अनि फेरि मुनि हामी जाऊ अपन 1 प्लस यो tan थीटा भनेको m1 हो र tan थीटा भनेको m2 हो। tan थीटा बराबर हाम्रो यति आयो। यो चाहिँ हाम्रो tan थीटा को मान m1 माइनस m2 अपन 1 प्लस m1 m2। अब एउटा कुरा हामीले के जान्नु पर्यो हामी फेरि tan 180 माइनस थीटा बराबर माइनस tan थीटा हुन्छ है। अब यो कहाँबाट आयो भन्ने कुरा हुन्छ। यो कसरी आयो किन आयो यसको काम के हो हामीले त यहाँ प्रमाणित गरिसक्यौँ नि थीटा बराबर। तर यो किन आयो फेरि यहाँ के दिएछ पोजिटिभ नेगेटिभ दुईटा कोण बन्छ। एउटा कोण मात्र छ यहाँ पोजिटिभ नेगेटिभ दुवै छ। पोजिटिभ कोण आयो यहाँ नेगेटिभ आएपछि हाम्रो एउटा कुरा के बुझ्नु पर्यो भने दुईवटा रेखाहरू जहिले पनि एक आपसमा काट्यो भने त्यहाँ दुईवटा कोण बन्दो रहेछ। कम्तीमा दुईटा कोण बन्दो रहेछ। बन्न त यहाँ चारवटा बन्छ हैन। तर एउटा चाहिँ हामीले यहाँ के काटेछ भने यो मुख्य कोण भयो भने यसको सप्लिमेन्ट्री एंगल पनि बन्छ एउटा। यसको एउटा सहायक कोण पनि बन्छ। सप्लिमेन्ट्री एंगल पनि बन्यो। सप्लिमेन्ट्री एंगल के हो भने दुईवटा एंगलहरुको योगफल चाहिँ 180 पुग्यो भने सप्लिमेन्ट्री एंगल हो। अब यहाँ यो कोण र यसको जुन सप्लिमेन्ट्री एंगल हुन्छ त्यो त 180 माइनस थीटा भन्यो नि त। यो चाहिँ मानौ 20 डिग्री छ भने अथवा 50 डिग्री छ भने अर्को एंगल चाहिँ कति हुनु पर्छ 130 हुनु पर्छ। 20 छ भने 160 हुनु पर्छ। भनेको 180 बाट त्यो घटाउनु पर्यो नि त। त्यही हो सप्लिमेन्ट्री एंगल भनेको 180 माइनस थीटा हुन्छ। त्यही भएर हाम्रो अर्को कोण पनि आयो tan 180 माइनस थीटा भनेको माइनस tan थीटा। अब tan थीटा को मान त हामी निकालेकै छौं मात्र हैन त्यति मात्र राख्दिनु पर्छ। m1 माइनस m2 अपन 1 प्लस m1 m2 यति हो। हाम्रो अब यहाँ tan थीटा को पनि आयो माइनस tan थीटा पनि आयो। यति आइसकेपछि हामीले यसलाई यस्तो लेख्छौं के आयो भने यो 180 माइनस थीटा भनेको माइनस tan थीटा भयो। दुईटा हाम्रो सप्लिमेन्ट्री एंगल आइसकेपछि यो समीकरण 1 र समीकरण 2 लाई मिलाउनु पर्यो हामीले। यो दुईटा समीकरणलाई मिलाएर हाम्रो अब यो टोटल कोण आउँछ। यो समीकरण 1 र समीकरण 2 बाट हामीले मिलाउनु पर्यो। यो मेट्रिक्स मलाई यसलाई इक्वेसन 1 मान्दा पनि हुन्छ हामीले। यो भनेको हाम्रो इक्वेसन 2 भयो। समीकरण 1 र समीकरण 2 बाट हामी सिधै लेख्न सक्छौं है tan थीटा बराबर सिधै लेख्न मिल्छ हामीले यहाँ प्लस यो भनेको प्लस मान भयो माइनस
m1 minus m2 upon 1 plus m1 m2 यति हाम्रो tan थीटा को मान आइसकेपछि हामीले के भनेको छ थीटा इक्वल टु हामीले यहाँ सिधै लेख्न सक्छौं अब therefore थीटा बराबर tan इन्भर्स plus minus m1 plus minus m1 minus m2 upon 1 plus m1 m2 यो हाम्रो परमाणु भयो यति गरेपछि हाम्रो यो आइहाल्छ tan थीटा को मान निकाल्यो x अवस्थामा को मान निकाल्यो हामीले अनि यति आइसकेपछि हामीले दुवैलाई मिलायो भने यो हाम्रो tan थीटा को मान अथवा थीटा को मान आइहाल्छ tan इन्भर्स जुन हाम्रो यति नै भनेको छ यति रहेपछि हाम्रो दुईवटा रेखाहरु बीचको कोण थीटा बराबर यो tan इन्भर्स प्लस माइनस m1 माइनस m2 अपन 1 प्लस m1 m2 हुन्छ भने देखाउनको लागि भनेको हामीले यति गरे पुग्छ सुरुबाट हामीले के गरेको थियो भने पहिला दुईटा रेखा काट्नु पर्यो त्यो बीचको कोण थीटा मान्नु पर्यो त्यो दुईवटा रेखाहरुको पनि कोण थियो थीटा 1 थीटा 2 मान्नु पर्यो अनि त्यसपछि हामीले त्रिभुजको भित्री कोणहरुको अनासन कोणको योग चाहिँ बाहिरी कोणसँग बराबर हुन्छ भनेर त्यसपछि हामीले हल गर्नु पर्यो यति गर्नुपर्छ है यो कहाँबाट आयो भने सप्लिमेन्ट्री एंगलबाट दुईवटा कोण बन्छ त्यहाँबाट सप्लिमेन्ट्री एंगल पनि बन्छ त्यो 180 बाट त्यो कोण घटाइन्छ यति मात्र हो ल अब यसो दुईटा कुरा अरु आउँछ यो दुईवटा रेखा थियो हैन त्यो रेखाहरु बीचको कोण त निकाल्यो हामीले त्यो दुईवटा रेखाहरु कुनै अवस्थामा लम्ब पनि हुन्छ कुनै अवस्थामा समानान्तर पनि हुन्छ त्यस्तो अवस्थामा चाहिँ त्यो रेखाहरु कसरी लम्ब हुन्छ र समानान्तर भयो भने के हुन्छ लम्ब भयो भने त्यसको अवस्था के हो कुन अवस्थामा लम्ब हुन्छ र कुन अवस्थामा समानान्तर हुन्छ भन्ने कुरा पनि हामीले यहाँ देखाउनु पर्छ त्यो पनि सोध्न सक्छ है दुईवटा रेखाहरु बीचको कोण प्रमाणित गर्यो भने त्यो दुईवटा रेखाहरु आपसमा लम्ब कसरी हुन्छ समानान्तर कसरी हुन्छ है जब हामी यहाँ दुईवटा रेखाहरु आपसमा लम्ब हुने अवस्था है यो हामीले कसरी देखाउन सक्छौं दुईटा रेखाहरु आपसमा लम्ब हुने अवस्था हामीले भर्खर जुन रेखाहरु प्रमाणित गर्यो त्यसकै लागि हो र यहाँ एउटा कुरा हामीले बुझ्नु पर्यो कुनै पनि दुईवटा रेखाहरु लम्ब भयो भने यहाँ के भन्छ लम्ब लम्ब भनेको 90 डिग्री कोण बन्नु पर्यो दुईवटा रेखाहरुको बीचमा 90 डिग्री कोण बन्यो भने त्यो दुईवटा रेखाहरु आपसमा लम्ब हुन्छ भने हामी भन्न सक्छौं हामीसँग दुईवटा रेखाहरु यस्तो काट्नु पर्यो जसले 90 डिग्री कोण बनाएर कट्नु पर्यो अनि मात्र त्यो लम्ब हुन्छ त्यहाँ के लेख्नु भने अवस्था भनेपछि दुईवटा रेखाहरु आपसमा लम्ब भए ती रेखाहरु बीचको कोण थीटा बराबर 90 डिग्री हुन्छ है 90 डिग्री भयो भने मात्र त्यो रेखाहरु लम्ब हुन्छ हामीले भर्खर के प्रमाणित गरेको थियो भने हामीले के गरेको थियो भने tan थीटा भनेको tan थीटा बराबर हामीले के गरेको थियो भने प्लस माइनस m1 माइनस m2 अपन 1 प्लस m1 m2 देखाएको थियो अब यहाँ tan थीटा भनेको छ हैन थीटा को मान हामीले कति हुनु पर्छ 90 डिग्री त tan 90 डिग्री प्लस माइनस m1 माइनस m2 अपन 1 प्लस m1 m2 tan 90 को मान कति हुन्छ tan 90 को मान हामीले यहाँ लेख्नु पर्यो अनि यो हाम्रो सजिलै आइहाल्छ tan 90 को मान चाहिँ हाम्रो अनडिफाइन्ड हुन्छ है त्यो अनडिफाइन्ड हुन्छ है यसको मान चाहिँ आउँदैन भने अनडिफाइन्ड हुन्छ है अनडिफाइन्ड हुन्छ अनि यसको मतलब के हो भने कुनै पनि नम्बरमा 0 ले
डिभाइड गर्यो भने त्यो चाहिँ अनडिफाइन्ड नम्बर आउँछ, त्यसको मान आउँदैन है। हामी यहाँ के लेख्यौँ भने tan 90 को मान यो हुन्छ हाम्रो, यो लेख्नु भन्दा राम्रो हाम्रो यो हुन्छ है 1/0। अनि यसले भन्दा जान्नु हामी tan 90 भनेको sin 90/cos 90, sin 90 भनेको 1, cos 90 भनेको 0, 1/0 आयो। यसले गर्दा सजिलो हुन्छ हामीले। मतलब भने हामीले जुनसुकै नम्बरको तल 10 को तल नि 0 हाल्यो भने अनडिफाइन्ड नै आउँछ, 50 को तल नि 0 हाल्यो भने अनडिफाइन्ड नै आउँछ। जति जुनसुकै नम्बरको तल 0 आयो भने त्यो चाहिँ अनडिफाइन्ड नै आउँदो रहेछ। यसले गर्दा हामीले त्यो बुझ्ने भन्दा पनि सजिलो अब 90 डिग्री भनेको tan 90 भनेको sin 90/cos 90 1/0। अब हामी यहाँ जाऊ प्लस माइनस m1 minus m2 1 plus m1 m2 क्रस मल्टिप्लाई गरेर गुणन गर्नु है। यो भनेको 0 भयो हैन, उता 0 भयो 0, अनि यो भनेको 1 plus m1 m2। फेरि यसमा के हुन्छ भने m1 र m2 यतै बस्यो भने उतातिर गएर माइनस हुन्छ। यो भनेको हाम्रो अवस्था, यो चाहिँ कन्डिसन। दुईवटा रेखाहरु आपसमा लम्ब हुने अवस्था के हो भने m1 into m2 बराबर -1। दुईवटा रेखाहरुको झुकावलाई गुणन गर्यो अनि त्यसको मान -1 आयो भने त्यस्तो अवस्थामा ती दुईवटा रेखाहरु लम्ब छ भने हामी भन्न सक्छौं। यो त हामी बुझिरहेका छौं, दुईवटा रेखाहरु आपसमा लम्ब छ भने 90 डिग्री कोण बन्नु पर्यो। तर कोण हामीले थाहा छैन भने त्यो दुईवटा रेखाको झुकाव निकाल्नु पर्यो। दुईवटा रेखाको झुकाव निकाल्दाखेरि अनि हामीले गुणन गरेर -1 आयो भने त्यो रेखाहरु आपसमा लम्ब छ भने हामीले सजिलैसँग भन्न सक्छौं। अब अर्को अवस्था के हो भने समानान्तर कसरी हुन्छ है। त्यो रेखाहरु आपसमा समानान्तर हुने अवस्था के हो? त्यो दुईवटा रेखाहरु आपसमा समानान्तर हुने अवस्था, समानान्तर हुने अवस्था के हो भने अब हामी यसमा गरौँ। यो भयो समानान्तर। पहिले समानान्तर हुने अवस्था भनेको समानान्तर रेखा भनेको बुझ्नु पर्यो है। समानान्तर भनेको रेखा कस्तो हुन्छ भने दुईवटा रेखाले जति लम्बाइ आयो भने एक आपसमा कहिले पनि नमिल्ने है। जति लम्बाइ आयो भने एक आपसमा मिल्दैन, एक आपसमा काटिदैन। यस्तो अवस्थामा के हुन्छ भने यो दूरी पनि बराबर हुन्छ। यस्तो अवस्थामा चाहिँ थीटाको मान जहिले पनि 0 डिग्री हुन्छ, जहिले पनि 0 डिग्री हुन्छ। हामीले इन्क्लाइनेसन पढ्यो नि, इन्क्लाइनेसन मैले त्यसमा भन्न बिर्सेँ। इन्क्लाइनेसनमा के भन्नुहुन्छ भने यो चाहिँ होरिजेन्टल रेखा जुन हुन्छ, होरिजेन्टल लाइनमा इन्क्लाइनेसन चाहिँ जहिले पनि के हुन्छ भने 0 डिग्री हुन्छ भने भर्टिकल लाइन छ भने त्यहाँ 90 डिग्री हुन्छ है। अनि इन्क्लाइनेसनको मान चाहिँ 0 देखि 180 डिग्री सम्म हुन्छ है, यति। त्यसमा होरिजेन्टल लाइनमा 0 डिग्री हुन्छ, भर्टिकलमा 90 डिग्री हुन्छ। यहाँ पनि त्यस्तै कुरा हो। समानान्तर छ भने त्यो रेखाहरु होरिजेन्टल लाइन हो नि त, अनि त्यो चाहिँ त्यसले पनि सिधा जान्छ। अनि एक ठाउँमा त्यो काट्दैन भने जबसम्म रेखाहरु काट्दैन त्यहाँ कोण भन्ने कुरै आएन। कोण भनेको 0 डिग्री नै कोण हुन्छ। हामी यसरी लेख्न सक्छौं दुईवटा रेखाहरु आपसमा समानान्तर कसरी हुन्छ भने दुईवटा रेखाहरु बीचको कोण, दुईवटा रेखाहरु आपसमा समानान्तर भए, आपसमा समानान्तर भए ती रेखाहरु बीचको कोण कति हुन्छ? ती रेखाहरु बीचको कोण थीटा बराबर 0 डिग्री हुन्छ। यति हुँदो रहेछ है। अब हामीले पहिलेबाट सूत्रबाट जाऊ। के थियो भने सूत्र हाम्रो tan थीटा बराबर प्लस माइनस m1 minus m2 upon 1 plus m1 m2। tan 0 यहाँ हुन्छ र tan 0 plus minus m1 minus m2 upon 1 plus m1 m2 रहेछ। tan 0 को मान कति भयो भने कुरा आउँछ यहाँ। tan 0 भनेको पनि त्यस्तै हो, sin
0 upon cos 0 अनि त यहाँ sin 0 upon cos 0 अब sin 0 को मान कति भयो भने 0 डिग्री 0 हुन्छ अनि cos 0 को मान चाहिँ 1 हुन्छ अनि यहाँ लेख्यौ हामी 0 upon 1 लेख्न सकिन्छौ र यहाँ कति भयो भने प्लस माइनस m1 minus m2 upon 1 plus m1 m2 यहाँ पनि क्रस गुणन गरौ यहाँ पनि हामीले क्रस गुणन गरौ यो क्रस गुणन गर्दा 0 हुन्छ यसको मान चाहिँ m1 minus m2 हुन्छ अनि बराबर 0 नै हुन्छ m1 minus m2 बराबर 0 हुन्छ अर्थात हामीले के लेख्न सक्छौं यसले भनेको m1 बराबर m2 यो हाम्रो अवस्था हो दुईवटा रेखाहरु आपसमा समानान्तर हुने अवस्था के भयो भने m1 बराबर m2 भयो अर्थात दुईवटा रेखाहरुको झुकाव बराबर आएको छ भने त्यो रेखाहरु के हुन्छ भने समानान्तर हुन्छ हामी यहाँबाट थाहा पाउन सक्छौं अर्को त्यो 0 डिग्री हुन्छ नि थाहा छ अनि हामीले यहाँ यो अवस्थाबाट कसरी पत्ता लगाउने भने दुईवटा रेखाहरुको झुकाव निकाल्ने त्यो झुकाव चाहिँ बराबर आयो भने ती रेखाहरु समानान्तर छ भने बुझ्न सक्छौं ल यो हाम्रो परीक्षामा सोध्यो भने यो क्वेशन यो प्रश्न चाहिँ सोध्यो भने सुरुमा दुईवटा रेखाहरु बीचको कोण पत्ता लगाउनुहोस् त्यो भन्यो भने त्यति मात्र गर्दा हुन्छ अथवा त्यसमा यदि जोडेर आएको छ दुईवटा रेखाहरु बीचको कोण पत्ता लगाई ती दुईवटा रेखाहरु आपसमा समानान्तर अथवा लम्ब छन् भने पनि देखाउनुहोस् अथवा त्यो आउने अवस्था देखाउनुहोस् यस्तो भन्यो भने हामीले दुईटा पनि गर्नुपर्छ अथवा हामीले सुरुमा गरेको जुन गर्यो त्यति मात्र गर्दिए हुन्छ ल अब यससँग सम्बन्धित मैले एउटा अरु एक्स्ट्रा पनि भन्छु यसमा सूत्रहरु यसमा यो अभ्यासमा पढ्नु पर्ने त्यति मात्र हो दुईवटा रेखाहरु बीचको कोण अनि यो लम्ब र समानान्तर हुने अवस्था मात्र हो हामीले एउटा एक्स्ट्रा यसमा के पढ्नु भयो भने सजिलोको लागि हो प्रश्नहरु सुरु गर्न सजिलो हुँदै रहेछ र के हुन्छ भने सरल रेखाको सदृश समीकरण जनरल इक्वेसन अफ स्ट्रेट लाइन के हुन्छ भने साधारण स्वरूपको रेखाको समीकरण हुन्छ है साधारण रूपको सरल रेखाको समीकरण जनरल इक्वेसन हुन्छ जनरल इक्वेसन अफ स्ट्रेट लाइन है स्ट्रेट लाइन भन्छ जनरल इक्वेसन अफ स्ट्रेट लाइन के हुन्छ एउटा भने ax plus by plus c बराबर 0 हुन्छ यो चाहिँ के हो भने साधारण रूपको सरल रेखाको समीकरण हो अब यो सरल रेखाको समीकरण सँग लम्ब हुने अथवा समानान्तर हुने एउटा सरल रेखासँग मानव एउटा सरल रेखा छ भने यो रेखासँग लम्ब हुने र समानान्तर हुने रेखाहरु पनि पत्ता लगाउन भनिन्छ यो रेखासँग समानान्तर हुने भनेको यस्तो रेखा पत्ता लगाउनु पर्यो लम्ब हुने भनेको हाम्रो यस्तो रेखा पत्ता लगाउनु पर्यो अब यो दुईटा रेखाहरु कसरी पत्ता लगाउने त्यसको लागि सजिलो सूत्र रहेछ यो बुझ्नु पर्छ है हामीले यसलाई 1 भनौं है रेखा 1 सँग समानान्तर हुने रेखाको समीकरण के हुन्छ भने ax plus by plus k बराबर 0 हुन्छ है ल पहिला पनि भर्खर हामीले के पढाउने गरेको थिए भने दुईवटा रेखाहरु समानान्तर हुनको लागि के चाहिन्छ त्यसको स्लोप चाहिँ इक्वल हुनुपर्छ त्यसको झुकाव चाहिँ इक्वल हुनुपर्छ ल म यहाँबाट सिकाउ त्यही मै देखाउँछु है यो रेखाको झुकाव कति हुन्छ m1 झुकाव कति हुन्छ थाहा छ हामीलाई माइनस सूत्रमा अनि x को गुणांक चाहिँ माथि लेखिन्छ a अनि y को गुणांक चाहिँ मुनि लेखिन्छ b यसको पनि सेम सूत्र हो m2 भनेको माइनस x को गुणांक a अपॉन b यो दुईवटा रेखाको झुकाव सेम आयो नि त उस्ता उस्तै आयो बराबर इक्वल आयो अर्थात यो दुईटा रेखाहरु के भने समानान्तर हो भने हामीले भन्न सकिन्छ अर्को पनि रहेको छ अब लम्ब कसरी हुन्छ भने लम्ब रेखा 1 सँग लम्ब हुने रेखाको समीकरण नै रेखा 1 सँग लम्ब हुने रेखाको समीकरण
त्यो के हुन्छ भने अब यसमा चाहिँ यस्तो भइहाल्छ है bx minus ay प्लस k बराबर 0 हुन्छ। यसको एवं चाहिँ पनि हामी जान्छौं के थियो भने दुईवटा रेखाको समीकरण निकालेर गुणन गर्दाखेरि माइनस हैन यसको के थियो भने लिमिट है m1 भनेको -a/b थियो। यसको m2 के हुन्छ भने वर्गमिति के भन्यो भने सूत्रमा माइनस हुँदो रहेछ हैन माइनस अनि x को गुणांक भनेको b अनि यो माइनस a दुईटै a माइनस गएर b/a हुन्छ। अब हामी दुईटैले गुणन गरौँ त m1 m2 m1 कति हो -a/b अनि इन्टु b/a यो त a b सबै क्यान्सल हुन्छ अनि माइनस हो हैन त हो। यसरी हो लम्बुने अवस्था अनि समान्तराल अवस्था यति बुझ्नु पर्छ हामीले। कहिलेकाहीँ यहाँ कन्फ्युजन हुन्छ यहाँ के बुझ्नु पर्छ भने यसको लागि पहिला मैले बुझ्छु है सजिलो बुझ्नको लागि कहिलेकाहीँ यहाँ कन्फ्युजन हुन्छ है। यसमा के बुझ्नु पर्छ भने जुन हाम्रो यो साधारण रूपको समीकरण हुन्छ नि त्यसको x को गुणांक र y को गुणांक यहाँ हुन्छ। अब x को गुणांक र त यहाँ x को गुणांक र y को गुणांक छैन यहाँ के भएछ ax अनि प्लस हो हैन यहाँ bx माइनस c भयो अर्थात a b त यहाँ प्लस थियो यहाँ पोजिटिभ यहाँ पनि पोजिटिभ छ तर a के भएछ यहाँ पोजिटिभ र नेगेटिभ भएछ अर्थात y को गुणांक है y को गुणांकले y को गुणांक यो जस्ताको त्यस्तै y को गुणांकले जस्ताको त्यस्तै कहाँ गुण गरिन्छ जुन y को गुणांक छ त्यो कहाँ गरिन्छ भने x मा गुण गरिन्छ जस्ताको त्यस्तै x मा गुण गरिन्छ अथवा लेखिन्छ भन्दा पनि हुन्छ x मा लेखिन्छ है जस्ताको त्यो x मा गुणन गरिन्छ भने x को गुणांकको चिन्ह परिवर्तन भनेपछि पोजिटिभ छ भने नेगेटिभ प्लस छ भने माइनस छ भने प्लस है चिन्ह परिवर्तन गरे y मा गुणन यति राम्रोसँग बुझ्नुपर्छ है यो कन्फ्युजन हटाउनको लागि कहिलेकाहीँ कन्फ्युजन भइहाल्छ है y को गुणांक जस्ताको त्यस्तै x मा गुणन गर्नुपर्छ भने x को गुणांकको चाहिँ हामीले पोजिटिभ छ भने नेगेटिभ गरेर नेगेटिभ पोजिटिभ गरेर हामीले गुणन गर्नुपर्छ। जस्तै मानौ जस्तै यहाँ ax + b कुनै अवस्थामा यस्तो आइहाल्छ नि त 2x - 3y = 5। अब यसको लम्ब हुने अवस्था के हो समान्तराल अवस्था हो जस्ताको त्यस्तै हाल्दै पनि हुन्छ। यो लम्ब हुने अवस्था के हो यहाँ के भनेको छ y को गुणांकले जस्ताको त्यस्तै x मा गुणन गरिन्छ। यहाँ y को गुणांक -3 छ भने अब यहाँ -3x भयो तर के भनेको छ भने x को गुणांकको चिन्ह परिवर्तन गरेर x को गुणांकको चिन्ह यहाँ पोजिटिभ छ भने नेगेटिभ 2 आउँछ र y को गुणन गरिन्छ अनि यति हो के यसरी बुझ्नुपर्छ हामीले बुझ्नुपर्छ यो कन्फ्युजन हुन्छ नि यहाँ त्यही भएर हामीले यो राम्रोसँग बुझ्नुपर्छ। ल आज हामीले कोअर्डिनेट जियोमेट्रीसँग परीक्षामा आउने मोस्ट प्रोबेबल एउटा क्वेशन हामीले हल गर्यौ त्यो प्रमाणित गर्यौ त्यो सूत्र परीक्षामा सोध्न सक्छ। यसले अलि राम्रोसँग बुझ्नुपर्छ राम्रोसँग पढ्नुपर्छ अनि एक पटक पढेर बुझेर हुँदैन राम्रोसँग हामीले अभ्यास 3-4 पटक गर्नुपर्छ अनि मात्र बुझिन्छ। ल आजको लागि हामी यति नै गरौँ अर्को क्वेशन म भोलि लिएर आउनेछु सम्भावित भयो भने भोलि सेट नै गरौँला हामी एउटा नत्र भने यस्तै क्वेशन हुन सक्छ होला। आजको लागि त्यही धन्यवाद है।